guys, good morning and welcome back to my YouTube channel. आज चाहिँ फेरि मैले नयाँ भिडियो लिएर आउँदै छु। हेर्दिनु होला, लाइक कमेन्ट गरिदिनु होला। अनि अब काममा जान्छ नि त, अनि भ्याउँदैन भिडियो बनाउनु, ब्लग दिनै हालेन भने आइडी बिग्रिन्छ भन्छ। त्यही भएर मैले चाहिँ लिने प्रयास गरिरहेको छु दिनकै भिडियो। मिलिरहेको छैन टाइम नै, के गर्नु। एउटा भिडियो बनाउँदै मैले चाहिँ आज खानाको रेसिपी लिएर आएको छु। खाना यो खाएर काममा जाने हो अनि मैले बनाउँदै छु। अनि अब पाकिसक्यो। मैले यो राति पनि यही खाएको खानु चाहिँ। अनि मेरो चाहिँ बेस्ट हो के थुक्पा। तर म चाउमिन मात्रै खाने आज। राति मैले थुक्पा खाएँ झोलसँग, चाउमिन खाने गाइस। अनि पछि भेट्छु ल। चाहिँ पानी खानुपर्ने हुन्छ। बिहान उठ्ने बित्तिकै पानी खाने मेरो चाहिँ चलनै छ। गाइस म चाहिँ तेल हाल्छु ल। काठमाडौँको बसाइ यस्तै छ है गाइजहरु। के गर्नु, गाह्रो छ। स्टुडेन्ट लाइफ, वर्किङ लाइफ गाह्रो छ यार। नगरी पनि केही नहुने। अब के गर्नु त हैन। गाह्रो छ नि, गाह्रो, एकदम गाह्रो। अरे खोलिँदैन त। यति नखोलेको छ यार। घुमी फेरि आउँदैन हेर। खाइसक्यो क्या, खाइसक्यो गाइस। त्यो फोन राख्यो भने फेरि सबै उछिटेला। हल्का हल्का गर्दै हाल्नु पर्ला। साग त नहाल्नु पर्यो, मलाई सादा खानु मन छ क्या। केही नहालेको चाहिँ बनाउँदैछु। टमाटर प्याज मात्र हालेको। साग पनि छ, साग चाहिँ हाल्नै मन लागेन क्या मलाई। खानै मन लागेको छैन साग पनि। नुन हल्का हालिदिनु पर्यो। यस्तो छ नुनको पनि यति हाल्नुपर्छ होला। भिडियोको धुनमा फेरि यति हालिदिन्छु र मलाई त अनि गाह्रो भइहाल्छ नि। के खाइसक्नु हो। अन्डा त हिजो खाइसक्यो, लिएको छैन, भरे ल्याउनु पर्ला। अन्डा सन्डा सब चिज हालेर राखिदिन्छु। यसको हाल्छु। मैले चाहिँ हात धोइसकेको। खाइसक्छु कि यत्रो धेरै पो रहेछ त। घरिघरि त हरेस लागेर आउँछ। गाइसमा चलाउनु पर्ने हुन्छ होइन, दुई हातले। तर लाग्दैन नि त चलाउनुतिर। एक्लै पकायो, एक्लै खायो। यस्तै छ मेरो। त्यस्तो भयो क्या आजको चाउमिन चाहिँ। त्यो भने 9:12 भइसक्यो चाहिँ छिटो छिटो गर्नुपर्ने हुन्छ। ढिलो हुन्छ अहिले फेरि मलाई। त्यो धेरै त म सक्दैन जस्तो छ। म चाहिँ बेलामा खाने बानी छ क्या गाइस, थोरै बेलामा खान्छु अनि चलिहाल्नुपर्ने हुन्छ। मेरो भिडियो कसैले हेरिदिँदैन यार। तर सुरुमा अब कसले हेरिदिन्छ र होइन, पछि अलिक भाइरल हुँदै गएपछि मात्रै हेरिदिन्छ प्रायः। तर भाइरल हुने कहिले हो कहिले। यसो बनाइराखेको सम्झनाको लागि।
त्यस्तो पो गर्थे त भन्नुहोस् न पछि। मलाई चाहिँ भातहरू भन्दा त यस्तै चाउचाउहरू यस्तै थुक्पाहरू मात्र मनपर्छ। चाउचाउ पनि करेन्ट अर्को मन पर्दैन क्या। यस्तै तातो छ यार। 9:20 भइसकेछ। कस्तो मिठो भएछ। सादा नि कस्तो मिठो भएको छ। त्यसमा चाहिँ काममा जानुपर्ने हुन्छ। मैले हतारलाई खाएको ल। भिडियो नबनाऊ भनेको पनि भिडियो नहालेको कति भयो अनि च्यानल बिग्रिन्छ होला भन्ने डर भएर यस्तै भयो नि हालिदिएको। हेरोस् नहेरोस् त्यो फरक पर्दैन। हेरेन आफै हेर्छु। भात पनि पर्दैन हौ। थम्बनेल राख्नु बिर्सेछ। पिरो पनि खान छोडेको छु। साह्रै मेरो आशा पऱ्यो क्या मलाई बिमार भएर झन्डै मरेको। तीन मिनट में क्या आता है कति छ यतिर चाहिँ यति चाहिँ खानु सक्दैन तर पनि नि खाइदिन्छु ल थोरै अनि नखाएको बेलामा राख्नुपर्छ होला त्यस्तो खानेलाई जस्तो त छैन थम्नेलै यो छ एकछिन आवाज भएर भोग्न हाल्छ म चाहिँ ढिलो उठेँ क्या आज फेरि आफ्नै अल्छी लाग्छ के गरी खानुपर्ने हो क्लास जाँदैन नि 5 बजे साह्रो बोलेको भन्छ
तो गीत क्या है भाई मेरो खुर्सानी ल्याइदिनु ल खुर्सानी ला नजाने रहेछ ल गाइस आजको भिडियो चाहिँ यति नै हैन जे जस्तो भयो भने लाइक गर्नु चाहिँ नबिर्सिनु अहिलेसम्म हेरेर त बसिया छैन मेरो भिडियो तर पनि कतै झुक्केर हेर्यो भने लाइक चाहिँ गरिदिनु ल मलाई काम जान ढिलो हुन्छ बाइ बाइ